हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। सो साथीहरु, आज चाहिँ म खाना खाएर अनि छोरीलाई नुहाइदिएर सुताएको छु अनि म चाहिँ नुहाएर माथि आएको छु छतमा। आज चाहिँ यहाँ शीतल छ छतमा चाहिँ, त्यही भएर म छतमा आएको छु। हजुरहरुकोतिर चाहिँ कतिको गर्मी छ, हाम्रोतिर चाहिँ आज अलिकति कम छ, नत्र भने त गर्मी त हुन्छ। सो साथीहरु, सबैजनालाई आउँदै गरेको विजया दशमीको धेरै धेरै शुभकामना। हजुरहरुको कसको टीका छ? हाम्रो चाहिँ टीका छैन, त्यही भएर हामी यसपालि घर गएनौं। हामी चाहिँ अहिले इन्डियामै छौं। अहिलेको दशैंमा चाहिँ हाम्रो टीका छैन, त्यही भएर हामी घर गएनौं। हजुरहरुको कसको टीका छ कमेन्ट गर्नु होला अनि सबैजनाले सब्स्क्राइब गरिदिनु होला। साथीहरु, म चाहिँ यतिखेर दिउँसो छतमा चाहिँ फुलमा पानी लगाउनको लागि पनि आएको हो। म चाहिँ फुलमा पानी लगाउने हो। घामले सबै फुल ओइलिसकेछन्। त्यसमा चाहिँ मैले पानी लगाउँछु। सबै घामले चाहिँ फुल सुकेको रहेछ। यो चाहिँ राम्रो फुलेको रहेछ। कति राम्रो छ यो फुल। कति शीतल हावा चलेको छ साथीहरु। यो सबैभन्दा राम्रो चाहिँ यो छ है साथीहरु। राम्रो फुलेको छ, कति राम्रो क्युट देखिएछ। साथीहरु, यो चाहिँ हाम्रो गाउँतिर चाहिँ खोलाको छेउछाउमा पाइन्छ अनि यहाँ चाहिँ यसरी रोप्नु रहेछन् मान्छेहरूले। यसको चाहिँ सब्जी खान्छन्। हजुरहरूले खानुभएको छ कि छैन? अनि यहाँ चाहिँ खुर्सानी पनि रहेको छ। खुर्सानी चाहिँ फलेको रहेछ। सानो देख्न सक्नुहुन्छ फल। पनि फलेको रहेछ सानो बुट्टामा खुर्सानी फलेको। पानी लगाएर पनि सकिसके। मेरो चाहिँ पानी लगाउँदै छोरी उठेर म चाहिँ छोरीलाई पनि सुताएर आइसकेको छु। मैले चाहिँ यहाँ पाइप सेरेको होइन अझै। यो पाइप सेर्नको लागि फेरि आएको छु। मेरो छोरीलाई चाहिँ उठेको अनि सुताएर आएँ। सो साथीहरु, मैले चाहिँ पाइप पनि सेरिसकेँ। अब चाहिँ आजको लागि चाहिँ यति नै रहेको छ, किनकि मेरो भिडियो लामो हुन्छ, त्यही भएर मैले चाहिँ आजको लागि यति नै गराएँ। फेरि अर्को भिडियोमा भेटौँला। सबैजनाले सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला, कमेन्ट गरिदिनु होला। कस्तो लाग्छ मेरो भिडियो? नराम्रो लागेको भए यस्तो गर्नु भनेर सल्लाह दिनु होला।